ए साथीहरू म चाहिँ यहाँनिर देविकाको दोकानमा ज्याकेट किन्न आइरहेको छु होइन। अन्त यो ज्याकेट चाहिँ एकदमै दामी रहेछ क्या, गरम महिनाको लागि चाहिँ यस्तो होइन कम्फर्टेबल यस्तो मजाको एकदमै दामी होइन, यस्तो खालको पतला खालको होइन। अन्त म चाहिँ यो लैजाउँ भनेको, तर यो चाहिँ अलिकति तर अलिकति चाहिँ टाइट भयो, अलिकति खुल्ला भएको भए चाहिँ झनै दामी हुन्थ्यो यो होइन। तर पनि अब यतिको त अब ठिकै छ होइन। तपाईँहरू पनि यस्तो खालको ज्याकेटहरू चाहियो भने चाहिँ होइन, विन्ड स्वेटरहरू चाहियो भने चाहिँ यहाँ देविकाको दोकानमा आउनुहोस् है बर्को भेटमा। एकदमै दामी दामी ज्याकेट रहेछ कि, पुरा मन पऱ्यो मन चाहिँ मलाई कि। तर कलरहरू एकदमै दामी दामी रहेछ, अरू अरू कलरमा पनि होइन। तर मेरो चाहिँ यस्तो कलरहरू चाहिँ फेभरेट हो, म चाहिँ यही लाने निर्णय गरेँ मैले चाहिँ होइन। अब यो चाहिँ टक्क पेन्टहरूतिर होइन टक्क लाउँदाखेरि होइन राम्रो पनि ह्यान्डसम देखिहाल्छ नि, मजाको होइन, भेस्ट निस्किन्छ ठिकै छ त अन्त होइन। तपाईँहरू पनि चाहियो भने चाहिँ यहाँनिर देविकाको दोकान आउनुहोस् है, यहाँनिर बर्को समथारमा होइन। एकदमै दामी दामी ज्याकेटहरू पाउँछ यहाँनिर। हेर्नुहोस् है यस्तो दामी दामी छ होइन। यो एकदमै दामी कलर, यो पनि मजाको छ ब्ल्याकमा होइन। यो झन् यस्तो दामी रहेछ यो कलर, लाइट पिङ्कमा। तर केटीहरूले त्यस्तो लाउँछ, मलाई चाहिँ फेरि यस्तो मन पर्दैन त्यस्तो होइन। यो कलर रहेछ, यो प्योर ब्ल्याकमा पनि छ। यो ब्ल्याकमा चाहिँ अलिकति मोटो रहेछ, त्यो भएर मैले चाहिँ यो कलर लगेँ। यो लेस वाइन त मलाई होइन, यस्तो दामी देखेँ।